ल दाजु बाटो यस्तो छ है, यस्तो डेन्जर छ बाटो। गुड मर्निङ एभ्रिवान। होइन रोपाइँ सोपाइँ चायटुक फाइनली सकिहाल्यो। अब चाहिँ भने म काठमाडौँ निस्किनु पर्ने हुन्छ, 5:45 भइसक्यो। अब मौसम देखाउनु पर्ने हुन्छ एकचोटि नुवाकोटको टक्क लाएर। नुवाकोटको मौसम यस्तो छ दाजुभाइहरू है, यस्तो छ 5:45 बजेको मौसम भने घाम लाग्ला जस्तो भयो होइन। अब चाहिँ निस्किनु पर्ने हुन्छ र मेरो BMW यता छ देख्न सक्नुहुन्छ। अब यसलाई चाहिँ चट्ट स्टार्ट हान्दिउँ एकछिन 2 मिनट जति, एक ट्याब स्टार्ट हुँदै हुँदैन हेरौँ है त। ल BMW नि स्टार्ट भयो। BMW को नाम चाहिँ एकचोटि सर्लक पढ्नु होला है। अब के गर्नु त, यस्तै छ BMW होइन। BMW को हालत चाहिँ यस्तो छ होइन। लुगासुगा ट्याक्क सरी कपडा सपडा लाएर म रेडी भइसकेको छ भनेदेखि अब चाहिँ जुत्ता मात्र लाएर हिँड्नुपर्ने छ। अब भने म निस्किन्छु दाजुभाइहरू। आज घाम पनि सर्लक्क उदाइसकेको छ, के भन्छ यसलाई, निस्किसकेको छ है। ल यस्तो छ मौसम। ल म अब सिधा बाइकमा भेटौँला है त। ल राखे ल घडा हो, म निस्किसक्यो है। अब टक्क लाएर मेरो घरबाट निस्किने बाटो र घर आउने बाटो चाहिँ यस्तो पिच छ केटा हो है। अस्ति उताबाट आएको त्यो भिडियोहरू सबै डिलिट भएछ। अब चाहिँ म आज चाहिँ यताबाट जान्छु। भाइब रहेछ। गन भुल्यो यो चाहिँ मेरो गाउँको बाटो है, यस्तो छ है टक्क लाएर। खासै अफरोड त छैन केटा हो, राम्रै छ बाटो त। लगडा हौ रोपाइँ सोपाइँ सक्लक्क सकेर अब चाहिँ भने काठमाडौँको यात्रा। काठमाडौँको यात्रामा लागिसकेको छु म। अब बाटो यस्तै छ, के गर्नु त केटा हौ है। अब घरमा पनि यसो हेर्नै पर्यो। हो यहाँ पनि बाटो त हिलामै छ क्या हो।
बाटो त्यस्तै छ ल। जन्मभूमि ट्याक्क छोडेर अब कर्मभूमितिर काम गर्नको लागि लाग्यो केटा हो। बत्ती सती नि आएन, फोनमा नि चार्ज लगभग सक्नु लागेको हो। त्यही हो, बाटो सबै यस्तै हो, स्टोरेज सब फुल भइसक्यो होइन। ल केटा हो, म कुखुरे पुछार आइपुग्यो है। अब बिस्तारै लाग्नुपर्ने हुन्छ चटो लाएर। अब भिडियो गर्न चाहिँ होला जस्तो लागेन, स्टोरेज फुल भइसक्यो केटा हो। त्यही भएर भिडियो चाहिँ हुँदैन। अब सिधै टोकातिर पुगेर भिडियो गर्नुपर्ने हुन्छ। स्टोरेज पनि छैन र ब्याट्री पनि छैन, दुवै चिज छैन केटा हो। त्यही भएर बाटोहरू त यस्तो डेन्जर छ, अलिअलि हिलो छ होइन। यो हिलोलाई बिस्तारै कटाउनु पर्ने हुन्छ। अब बाटो चाहिँ यति हो तपाईँको, अफरोड भने बाटो चाहिँ यति हो। अब चाहिँ बाटो राम्रो छ तपाईँको है, एकदम राम्रो छ। त्यही हो, राम्रो बाटोको त के खिच्नु होइन। अब नराम्रो बाटै खिच्नु पऱ्यो नि दाजुभाइहरू। अन्त त बाटो राम्रै छ। ल केटा हो, खोले गाउँमा चाहिँ हुसु लागेर है, बाटो यस्तो छ बिहान बिहानै के हो यस्तो है, केही देख्दैन केटा हो। केटा हो है, खतरा रहेछ हुसुले, केही नदेख्ने भएछ। ठिकै छ, अब के गर्नु त है। पानी पनि पर्ला जस्तो चिसो छ मौसम आज, के हो है। ल दाजुभाइ, बाटो यस्तो छ है, यस्तो डेन्जर छ बाटो। र अब चाहिँ म गुर्जे भन्ज्याङ आइपुग्नु लागिसक्यो दाजुभाइहरू। ल दाजुभाइहरू, म चाहिँ बुढा निगन्त आइसकेको छ। यो ठाउँको नाम चाहिँ ज्यादा थाहा भएन। अब म एकैछिनमा ट्याक्क कता भन्दाखेरि हात्तीगाउँडा पुग्छ चटो लाएर। अब चाहिँ
म आइपुग्यो है मलाई 1.5 घन्टा लाग्यो दाजु त्यो खतरा गाडी चलाउनु पऱ्यो होइन बाइक चलाउनु पर्ने हुन्छ त्यो भएर अलिक टाइम लाग्यो ल अब हिजो नयाँ बाटोतिर भेटौँला है काम गरेकोतिर काम चल्दा आएर नयाँ बाटोतिर भेटौँला ल दाजुभाइ अब म चाहिँ ठ्याक्क रुममा आइपुगेँ है त ल यति है त भिडियो चाहिँ है ल